नेपालको कृषि क्षेत्रमा संघर्ष र परिश्रमको कहानीहरू छन्। यहाँका किसानहरू जो कठिन परिश्रम गर्छन्, अझै पनि साना उपकरण र आवश्यक साधनको अभावमा आफ्नो काम गरिरहेका छन्। धेरै किसानहरू विशेष गरी मकै खेती गर्नेहरू कृषि उपकरणको अभावका कारण समस्या भोगिरहेका थिए। मकै रोप्ने प्रक्रिया र मकै छोडाउनका लागि पुरानो परम्परागत तरिका र हातले छोडाउँदा उनीहरूको श्रम अझै कठिन बनिरहेको थियो। तर हाल परिवर्तन आएको छ। कारितास नेपालले कृषिमा सुधार ल्याउनका साथै कार्य बोझ घटाउनका लागि मकै खेतीका लागि महत्त्वपूर्ण साना उपकरणहरू नवलपुर जिल्लाका 25 समूहलाई वितरण गरेको छ, जसमध्येको एक हो नारायणी कृषि समूह। हाल यी उपकरणहरूले किसानहरूको दैनिकीलाई सरल र सहज बनाइदिएको छ। यी उपकरणहरूले समय र श्रमको बचत गर्दै उत्पादनमा समेत वृद्धि गर्न सहयोग पुर्याएको छ। हामी पहिला मकै लाउँदा बेसरी दुःख हुन्थ्यो, धेरै खेताला लाग्थ्यो। अब जस्तै 9-10 जना लाग्थ्यो, यस्तो गोरेठो नै गरेर लाउँथ्यो। हामीले 4-5 जना गोरेठो तान्थ्यो कोदालोले। त्यसपछि 2 जना मकै बिउ खसाल्थ्यो, 3-4 जना मकै पुर्थ्यो, माटो पुर्थ्यो। त्यसले गर्दा हामी धेरै खर्च हुन्थ्यो। अहिले चाहिँ हामी यो मेसिन कारितास संस्थाले दिएपछि धेरै सजिलो भएको छ। पैसा नै धेरै बचत भयो, हाम्रो समय पनि कम भयो, समय खेर गएन। धेरै नै फाइदा छ हामी यो मेसिन आएदेखिको। कारितास नेपालको सहयोगले कृषकहरूको जीवन स्तरमा सुधार ल्याएको छ। अब उनीहरू राम्रो उत्पादन गर्न सक्षम छन्, जसले गर्दा उनीहरूको आयमा वृद्धि भएको छ र जीवनयापनमा सुधार आएको छ। हामीले यो मेसिन चाहिँ कारितास नेपालबाट प्राप्त गरेको। पहिला हामीले मकै छोडाउन धेरै समय लाग्थ्यो, मकै कुहिन्थ्यो। अहिले भने यो मकै छोडाउने मेसिनले हामीलाई धेरै सजिलो भएको छ। 50 जना सदस्यहरू सबैले प्रयोग गरिराख्नु भएको छ र आम्दानी पनि राम्रै भएको छ। हामीले यो मेसिन पाएर धेरै सजिलो भएको छ। मकै छोडाउन सजिलो भएको छ। पहिला धेरै दुःख हुन्थ्यो, 10-15 दिन लाग्थ्यो छोडाउन भने अहिले 1 दिनमा 6-7 मुरी छोडाउँछौँ। समयको सदुपयोग भएको छ। यो मेसिन प्रयोग गरे बापत हामीले बचत पनि गरेका छौँ। अन्दाजी हामीसँग 4-5 हजार रुपियाँ बचत पनि भएको छ। कारितास नेपाल मात्र मकै खेतीमा नभएर नेपालभरका किसानहरूको समग्र कृषिमा सुधार ल्याउन समर्पित छ। यी साना उपकरणहरूले ठूलो परिवर्तन ल्याएका छन्, जसले कृषकहरूको कामलाई सजिलो र जीवनमा समृद्धि बनाउन मद्दत गरेको छ। यसरी कारितास नेपाल संघको सहकार्यले कृषि क्षेत्रमा नयाँ आशा र सम्भावनाहरू खुला गरेका छन्।